हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग है। आज चाहिँ मैले धेरै दिनपछि ब्लग गर्न आनेछु। अहिले चाहिँ म गाउँमा छु। ओइ रुपिना कता हिँडेको? कसले पठाएको काँक्रा लिनु? के गर्दैछौ? कति छ बाँकी? ए अनि यहाँ चाहिँ रुपिना रहेछ, काँक्रा लिन आइरहेछ। आज चाहिँ धान रोप्दैछौँ आज हामीले चाहिँ। अनि हामी आज चाहिँ के गर्न आँटेको भने यहाँ पनि छ रहेछ काँक्रा, यत्रो ठुलो छ है हाम्रो काँक्रा चाहिँ। कति अस्ति नै कत्रो फोलिरहेको थियो, अनि त्यो चाहिँ सबै टिपेर हामीले निकाल पठाइदिउँ। कति खायौँ कति बेच्यौँ है। तर सबै किरा लगाएर सबै काँक्रा कुहिँदो रहेछ कि कुहिँदो भन्दा पनि त्यो एउटा किरा आउँदो रहेछ कि किरा भन्दा पनि मौरी जस्तै हुन्छ त। किराले चाहिँ काँक्रा खायो भने चाहिँ हुँदो रहेछ। अनि त्यसको लागि चाहिँ हामीले यहाँ पासो हनी ट्र्याप छ। यो किरा काँक्रामा चाहिँ यस्तो किराहरूले चाहिँ है गाईहरू यो सबै रस चुसेर भित्र किरा बनाउँदो रहेछ कि। अनि यस्तो लगायो भने चाहिँ यस्तो यो हनी ट्र्यापमा परेर चाहिँ यिनीहरू मर्छ। अनि साथीहरू आज चाहिँ हामीले माछा मार्नु आँटेको त होइन, माछा निकाल्नु आँटेको तलको पोखरीको। अनि त्यहाँ हेर्नु जाँदैछु म। मेरो भिडियो लास्टसम्म हेरिदिनु ल, तपाईँहरूलाई म सबै देखाउँछु कति निकाल्छु म आज हामीले माछा। यहाँ चाहिँ हाम्रो किरा छ गाइस, ठुलो घरी पोसाएको रहेछ, पसाएको के भन्छ यसलाई। यहाँ पनि छ हाम्रो माछा पोखरी चाहिँ। यहाँ चाहिँ सानो माछा पोखरी हो यो, यिनीहरू चाहिँ अलिक सानो ठुलो पला चाहिँ ठुलो माछा पोखरी छ कि। अनि यो चाहिँ हाम्रो खेतहरू मक्यो यसबाट के पानी नपरेर एउटा राम्रो भएको छैन। यहाँ चाहिँ हाम्रो बुद्ध चित्त पनि छ है साथीहरू। यो चाहिँ हाम्रो बुद्ध चित्त हो। बुद्ध चित्त रोपेको पोहोर कति 2 वर्ष भइसक्यो होला, भर्खर यत्रो गइरह। ल साथीहरू म चाहिँ यहाँ पोखरीमा नै आइसकेँ, तर माछा चाहिँ निकालेको रहेनछ, मान्छेहरू नै आइपुगेको रहेनछ। अनि पानी कटाउँदै हुनुहुँदो रहेछ यहाँबाट। आजको माछा चाहिँ त्यो माथिको पोखरीको के भन्छ निकाल्नु पर्ने हो। माथि आटो पनि फेरि अर्को पानी कटाउनुको लागि भाइहरूले नाला लाँदै रहेछ, भर्खर सुरु हुँदै रहेछ। हाम्रो पोखरी चाहिँ यस्तो छ है गाइजहरू। यहाँ पनि पोखरी छ, यो पनि हो पोखरी। सबैभन्दा ठुलो पोखरी चाहिँ यो र के भन्छ यो चाहिँ सबैभन्दा ठुलो पोखरी हो। यहाँ पनि माछा छ नि त, निस्किनु पर्ने हो, निस्केकै छैन रहेछ, देखिँदैन। त्यहाँबाट चाहिँ पानी तान्नुको लागि भाइहरूले उयो गर्दैछ, नालाबाट तान्नुको लागि बाहिर दाइले पानी कटाउनुको लागि। माछा निकाल्नु त त्यत्रो ठुलो पोखरी सकिँदैन नि त गाइस। अनि यता चाहिँ हाम्रो धानहरू रोप्दै हुनुहुन्थ्यो बाबाहरूले। आजबाट धान रोप्नु पनि स्टार्ट भयो है साथीहरू। धान चाहिँ अब कति रोप्नु भएछ हेर्नु गएर आउनु पर्यो। अब हामी चाहिँ यहाँ यो खेतमा चाहिँ धान रोप्नु स्टार्ट गरेको गाइजहरू। स्टार्ट गरेको भन्दा पनि यहाँ आजबाट स्टार्ट गर्नुभएको भाइहरू चाहिँ रोप्नुपर्ने। तर कता आटो रोप्दैछ, पल्लोपट्टि आटो रोप्दैछ हेर। यस्तो होला कहाँ हाल्छन्, यस्तो आँटा भित्ता गरेर रहेछ। आँटामा टेक्दै गयो भने मार्छ मलाई। यति त रोपिसकेछ अन्त, यति यो माथिल्लो गरा चाहिँ रोपिसकेछ है गाइजहरू। साथीहरू यो धान चाहिँ एकैवटा रोप्ने अरे अर्कै खालको धान लिएको कि नयाँ धानको बिउ खोइ कस्तो खालको हो यो एकैवटा रोप्नुपर्छ भनेर यस्तो पातल एकैवटा रोपेको छ। कस्तो कतिको फल्ने है, मिठो हुन्छ हुँदैन। आया मैले माछा निकाल्नु सघाउनु। आँथा भित्ता गर्दैछ हाम्रो मेहनती भाइ बहिनीहरूले। ल साथीहरू अहिले चाहिँ म भिडियो इन गरेँ ल, भरे एकछिनमा फेरि माछा निकालेको देखाउँछु। ल साथीहरू अब चाहिँ हामी माछा निकाल्नुको लागि यहाँ पोखरी सफा गर्दैछौँ भन्दा पनि घाँसहरू काटे यो माछाको चारोहरू चाहिँ निकाल्दै हुनुहुन्छ दाजुले। आज चाहिँ हामी यहाँको माछा निकाल्छौँ है। त्यत्रो ठुलो छ र साथीहरू। अब चाहिँ हामी यहाँ माछा निकाल्नु भाइहरू पुगिसक्यो जाली, तर पानी चाहिँ मजाले काट्नु पाएन, ठुलै पानीमा निकाल्दैछ।
यो जालीमा निकाल्छौँ है हामी माछा विशाखा नौला छुट्टिन्छ नि फेरि तल उ भएन नि त म बाटो पो भागिएको छ नि अघिदेखि चलाइभयो उफ्रिन थालो ढुङ्गाले त मार उफ्रिन थालो अलिक तन्कु एउटा मेरो खुट्टाबाट गयो म आउँछु परेछ है परेछ ठुलो पनि परेछ उफ्रिन थालो आउन दाजु बाल्टी एउटामा पानी हाल्दैन म एउटामा खाली ल्याउँ त जाउँ त दिपेन्द्र भाइ एउटामा खाली एउटामा पानी हालेर चाहिँ सानोहरू हाल्नुपर्छ तार्नलाई ठुलो चाहिँ दुईटा चाहिँ ठुलो रहेछ अलिक पानी चाहिँ कुन मान्छे यो त 2 केजी छ ला 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 फेरि पर हुन्छ निकाल्न सकिँदैन सानो चाहिँ पानी कुनमा लाउने सानो लगायो सानो चाहिँ पानीमा सानोको लागि कुन कता तलतिर राखिदिने छ एउटा छ दुईटा रहेछ बिस्तारै पुऱ्याएरै आउनु पर्छ कान्छाले नै बिस्तारै पोखेर उता पुछारको अर्को पनि यता अलि पानी हाल्दा त हुन्छ थोरै हाल्दै थियो नि त पानी त्यो सानो माछा चाहिँ तलको ठुलो पोखरीमा लाउनुलाई लग्दै हुनुहुन्छ दाजुले कमन काट मुनि नै कमन काट फेरि अर्को सार्नुपर्छ छैन माछा पुछारकोमा हिलो जमिरहेको थियो सक्यो क्या मासु ठुलो रहेछ ठुलो छ भने छैन क्या र एउटा कमन कहाँ देखेको क्या मैले सर्पले खाइदियो निकालौँ निकाल तान परेन यो चोटि माछा मान्छे रहेछ ठुलो माछा राम्रो साँच्ची हिलो त थोरै ल्याउँ भएर पालेले खिचेपछि त यो पक्राउनु यो तान्नु त माथि म यहाँ यो पकिराख न म माछा छ छैन थाम्छु हामीले चाहिँ माछा आएको ठुलो माछा चाहिँ यति निकाल्ने गाइजहरू होइन त्यो तान्नु पनि पऱ्यो नि त अर्को पनि कहाँ पुगेछ माछा यति नै हो कि के हो 4वटा 5वटा बिचराहरू हेर त पसेछ यसलाई माथिले होइन त्यो माथि फाल्नुपर्छ अहिले त रूपन तपाईँले छ माथि गएर थाल्नु माथि नै घोक्राउनु पऱ्यो ल माथि त धरो गरे है आमामा हिलो त ती खाना त्यो माथि हातले झिकेर यहाँ लाउनु सुर खोइ सुर कान्छाले पक्रेछ ठुलो बच्चा माछा यसलाई पर्नेछ
क्या सानो छ ठुलो होइन सानो हेरौँ त्यो बाहिरै राख्नु पुगेन त्यो चाहिँ खनाउ न हातले खाना नि छैन त्यहाँ होइन त्यो लटपट हुन्छ कि आमा माछ गइज माछ खै त देखाउनु त अर्को परियाठो अभि ल यो केजी यो चाहिँ 2 केजीको छ अरे दाजुले भन्नुहुँदैछ 29 यहाँ त 29 पो पलाएछ त हौ हाम्रो उमा त जिउ चिलाउँछ है जिउ चिलाउँछ यस्तो फोहोर पानीले लो लो हान्नुपर्छ यहाँ छ एउटा ठुलो झिक्नुपर्छ कि त्यो भुराहरू हाल्नु नि त जाडो हुन थाल्यो कि केटाहरूलाई चाहिँ कसको फोन आयो आफू आफै छ त्यो उठा खुसु कसको तपाईँको हो र ल माछा लिनु आउने मान्छेहरू आइसक्नुभयो माछा माछा पुग्छ के हो अब त गाह्रो हुने भयो त इष्टमित्रलाई डिमान्ड अनुसार सप्लाई गर्न नसकिने भयो भन्नुभएको थियो होइन फेरि हल्ला धेर छ क्या अनि सबैतिर माथि उसाला 1 किलो अरे राम राम बाबु अलि उता तान्न भाइ उता पल्लो हो त हजुर यो चाहिँ हामी तल लगेर अब सानो पोखरीमा सार्दैछौँ यो बच्चा चाहिँ यो ठुलो पोखरीमा होइन 1.5 केजीसम्मको छ होला 1.5 केजी 2 केजी 2 किलो छ र खाना पनि छुन्चे छौँ न है खानु नपाए पनि अरे आउनु न खानु दिइहाल्छु नि म तपाईँलाई भरे पाक्ने बेला चाहिँ आउला यहाँ बनाउनु पनि आउनु पर्यो नि म अगाडि अलिक आउनु भ्याउँदिनँ पाक्ने बेला चाहिँ आउँछु म ल तानु फेरि बेला चाहिँ बनाउने बेला नि आउनु न होइन कि यो पानी धेर भएर जेमा पनि पैसा 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 कति पैसा 5 पैसा 5 पैसा हुन्छ 5 पैसा भयो 5 पैसा चाहिँ हुनु पर्यो है 5 पैसा त दिउँला न यो त यहाँ माथि छ त खन्दै तल झारेको ल ठिक माथि तान्नु पुरै एउटा कमन कार्प पनि पस्यो ल मर्सी भाडा ल्याउ त पानीवाला पनि जानु लग्दैन बाबे त्यो होइन हौ अर्को हुन्छ यो पनि त्यो पानी त्यो ल्याउँ न त्यो सार्नु पर्ने मर्सी मसिन चाहिँ ऊ त्यो भाँडामा हालेर लान्छु मैले खै त कमन कार्प बोकेन हेरौँ औ ल ओइ ल काटेर फेरि गर्ने काट्दै एकछिन गर्नु के छिटो ल साथीहरू अब यो पोखरीको चाहिँ निकालिसकेको अब माथिको यस यहाँकोले पुगेन अरे डिमान्ड धेरै छ माछाको त्यही भएर माथिको पोखरीको निकाल्ने अब तलको निकाल्ने भने चाहिँ तलको त पानी पोखरी पनि ठुलो छ पानी धेरै छ निकाल्न सकिँदैन भन्दै हुनुहुन्थ्यो किनभने पानी कटाउनु ढिलो भयो कि ल साथीहरू अब चाहिँ यो पोखरीको माछा निकाल्न आँटेको है हामी मैले अस्ति पनि निकालेको यहाँको पोखरीको त कति यहाँ त खासै धेरै छैन हौ यो त धेर तेर्सो भन्छ पोखरी गाँदै त्यो निकाल न निकाल न भाडाले राम्रो दाजु माछ हाल्ने भाडा भागी हो नि परेको पनि सुरुमा परेन भने फेरि भएको यो दुइटै पुरै तान्नु अहिले बिस्तारै यो नपर्ने खालको भएको यो पुरानो भइसक्यो
यो तान्नु जाति बढ्नु निकाल फुल कामले निकाल न हो त्यो बिस्तारै बिस्तारै तपाईँकोमै छैन लेपासी यो तान्नुपर्छ यो तान्न मुनिको डोरी तान्नु मुनिको मत अब यो चाहिँ हामी टपको सिनानीको पोखरीबाट निकाल्दैछौँ माछा म टेकेर तान्छु कि मुनिको डोरी तान्नु बिस्तार भागी भने एकपल्ट सुरुमा पर्न भने ऊ परतिर उफ्रिँदैछ बिस्तार बा ढ्याङ गर्नु हुँदैन भित्ता त्यो धारमुनि हुन्छ गयो गयो बच्चाहरू सानो बच्चाहरू पनि रहेछ यहाँ त ए बच्चाहरू चाहिँ उफ्रिँदो रहेछ ऊ बुढा माथि जाली माथि हो कुद्दैछ अलिअलि गर्दै बचाउँदै 50 केजी माछा निस्क्यो यता बसेर नगर्नु यो ठुलो झिक्याल झाका खाल्दै गर ए झन्डै पस है यो मसिनो के मुनि ए उफ्रियो ला झन्डै पसो ए आया बिचरा झाक्राहरू यो पनि छ ठुलो नमार न त्यो मर मिठो हुँदैन त्यसो गरेर ओइ नपखार न यी माछा खाइ माछा बनाऊ न चेक गर्नु ठुलो चाहिँ हामीले चाहिँ माछा निकालेर पनि दैसक्यो मेथी भयो है माछा त्यो तँ नलाउनु कति भयो जोख्नु लागि यो एउटा मात्र चेक गर्नु सबै जोख्नुलाई यो एउटा जोख्नु आँटेको 2 केजी त होला नि हौ भिजामा आइहाल्छ नि ए 1 केजी 600 ग्राम 32 साढे 1.5 केजी रहेछ 1.5 केजी 1.5 केजी 2 केजी होला यो पुरै राखेर जोख्नुपर्छ फेरि 0 रुपैयाँ हुन्छ होइन आरी पर्दैन फेरि जोखिन्छ नि त अर्को आडी 1 केजी होला नि 1 किलो नि छैन 1 किलो के हुन्छ आधा केजी होला निकाल न जेन्जियो जेन्जीहरू हातबाट धोएर धोएर आमामा 50 त छैन अहिले सबै निकाल्ने त छ नि यो ल हानु फेरि हानु तो अरू चाहिँ भाग उसको आरी पर्छ ए त्यो दोकानबाट ल्याइहाल्छु नि प्लास्टिक ल्याइहाल्नु त प्लास्टिक सानसानो 1 केजी जो लानुपर्छ क्या फेरि कति लाने माथि 7 केजी ल म प्लास्टिक ल्याउँछु ल साथीहरू अब चाहिँ हामीलाई चाहिँ यति बाँकी रह्यो यो चाहिँ घरको लागि है अब चाहिँ सबै बेचिसक्यौँ यो चाहिँ घरको लागि अब काटेर खानु आँटेको ल साथीहरू अब चाहिँ म भिडियोलाई इन गर्छु मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई